माथि ट्रेड युनियन हैन के बाँकी रहेर 1500 भन्दा बढीवटा सरकारी नियुक्तिहरू पनि एकदमै अर्जेन्ट के एक मिनेट एकछिन रोक्नु है। जसमा हामीले किशोर श्रेष्ठसँग सरकारले धरकपट गर्न खोज्नुको मुख्य कारण माथि लामो कुराकानी गर्ने गरी समय तय गरेका थियौँ। कुराकानीकै बीचमा उहाँलाई आपतकालीन खबर आयो कि किशोर श्रेष्ठलाई फेरि अर्को एकपटक सरकारले धरकपट गर्दैछ। यस अर्थले हामीले यो अन्तर्वार्तालाई पुरा गर्न सकेनौँ। उहाँसँग अन्तर्वार्ताको सुरुवात मात्रै गरेका थियौँ। उहाँलाई धरकपट गर्न थालिएको भन्ने खबर आउन साथ